किनकि पानी पर्ला जस्तो भयो। ऊ यहाँ मेसिन छ यो ठाउँनिर, यो यात्रा यहीँ रह्यो। पुरै पानी पर्ला जस्तो छ, बादल लागिरहेको छ, बहुत मजा डम्पर छ पछाडि पछाडि। अब हामी घरतिर जानुपर्छ। पुरै बादल लागिसक्यो, छिटा परिरहेछ हातमा पानीको। यता जङ्गल छ पुरै, यो बाटो हो, यो पुरै उ छ, पुरै बादल, पुरै के अरे आकाश नै गडगड भइरहेछ पानी परु भनेर। हेर्नुहोस् कम गाह्रो छ ड्राइभरको लाइफ। जिन्दगी भने जिन्दगी रहेछ के, किन भनेपछि यो सुनसान एरियामा बस्नु पनि धेरै मेहनत र सङ्घर्ष हुनुपर्दो रहेछ। पानी परिसक्यो, यो छिटा गिरिरहेको छ। हामी यहाँ अहिले आएको चाहिँ ट्र्याक्टरमा हो। हेर्नुहोस् अरू त अगाडि गइसक्यो, नपस्ने होला। यहाँ हेर्नुहोस् पुरै पानी पर्ला जस्तो भइसक्यो, पानी परिसक्यो, गाह्रो छ। हाम्रो गाडी लोड भएर फर्किन लागेको हामी चाहिँ। अब केही समयमा तलतिर पुग्छौँ कि साथ दिएसम्म समयले। यो गाडीको कन्डिसन ठिक छ अहिले चाहिँ हाल। अब यो पुरै लोड गाडी छ, अगाडि राम्रो छ, A1 छ, आइचर हो, बिन्दास चलिरह। कोही दिक्कत छैन, मजा छ। पानी ज्यादा आइरहेछ पुरै न, हरियाली जङ्गलमा गाडी उठिरहेछ आइचर। पानी पर्ला जस्तो छ एकदम। ल आजलाई भ्लग यहीँ बन्द गर्छु, किनभने पानी पर्दैछ। एउटै छ मोबाइल, भिज्न पनि सक्छ, बिग्रिएपछि बनाउनु पर्यो। पानी परिसक्यो, हेर्नुहोस् छिटा गिरिरहेको छ। मेरो बिहार छ।